यहाँलाई स्वागतम र अनि नमस्कारम। आदरणीय महानुभावहरू, हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ। असार महिनामा वृष राशिवाला सम्पूर्ण जो हुनुहुन्छ उहाँहरूको भूत भविष्य वर्तमान यो महिना कस्तो रहला के रहला, आउनुहोस् म यो विषयवस्तु लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। दर्शक, हामीले यहाँलाई सूर्यको गति, चन्द्रमा, शुक्र, मङ्गल अनि साथसाथै दर्शकहरू बुधको गति सँगसँगै राशिफल तयारी गरेर मासिक राशिफल सम्प्रेषण गर्ने गर्छौँ। आउनुहोस्, यो महिना यहाँसँग द्वितीय स्थानमा बसेको सूर्य र बृहस्पतिको कारणले गर्दा आर्थिक उन्नति, समृद्धि, प्रगतिका पक्ष परिस्थितिहरू दिन सक्नेछन्। दर्शकहरू भने मङ्गल मातृस्थानमा गएर चन्द्रमाबाट बसेको कारणले गर्दा कतै कतै पारिवारिक कलह र कतै आमालाई स्वास्थ्यहरूमा अडचन दिन सक्छ र अनि साथै तपाईँ आफूले गर्न खोज्नु भएको कार्य शनिका घरमा गएर बसेको राहुले कर्मेश भन्दाखेरि कतै अलि पीडाका पक्ष परिस्थितिहरू नबन्ला भन्न सकिन्न। राजनीतिक सामाजिक क्षेत्रमा भने मानमर्दन र इज्जत प्रतिष्ठाहरू बढ्न सक्ने अवस्थाहरू त रहेको छ। तर दर्शकहरू 14 गतेदेखि लिएर 28 गते पर्यन्तसम्म भने राजनीतिक क्षेत्रमा तपाईँ आफूलाई अझ पीडादायक बन्न सक्ने अवस्था रहेको छ। त्यसमा सतर्कता अपनाउनु पर्नेछ। दर्शकहरू, आय स्थानमा बसेको शनिले आय उन्नति प्रगतिहरूमा, फलामजन्य व्यापार व्यवसायहरूमा, कृषिजन्य व्यापार व्यवसायहरूमा बडा राम्रो दिन सक्ने अवस्था रहेको छ। अनि साथसाथै दर्शकहरू, यहाँलाई साहित्य सङ्गीत कलामा भने नाम इज्जत प्रतिष्ठाहरू रोशनी हुन सक्ने अवस्था परिस्थितिहरू भने रहेको छ। र दाजुभाइ दिदीबहिनी पारिवारिक हिसाबमा हेर्नुपर्दा दर्शक कतै त्यस्ता खालका आफन्त व्यक्तिहरूमा कलह झगडाहरूका योग पनि रहन्छन् र कतै महिनाको उत्तरार्ध अर्थात् अन्तिम समयमा शुभ माङ्गलिक कर्महरू पनि घर परिवारमा हुन सक्ने वृष राशिवाला व्यक्तिहरूलाई देखाइएको छ। दर्शकहरू, यहाँले जस्तै लगानी गर्दा थोरै सेयर मार्केटमा लगानी गर्न सक्नुहुनेछ, कतै जग्गा जमिनहरूमा लगानी गर्न सक्नुहुनेछ र अनि कतै दर्शक शिक्षा क्षेत्रमा पनि लगानी गर्नुभएको खण्डमा तपाईँको लगानी सर्वोत्कृष्ट बन्न सक्ने अवस्थाहरू रहेको छ। र यो महिना यहाँले गर्न नहुने कार्यहरू भनेको नयाँ सवारी साधनहरू यहाँले जोड्न त्यति मिल्ने अवस्था रहेको छैन। अनि अर्को दर्शकहरू, यहाँले लगानी गर्दाखेरिको अवस्थामा यो महिना कतै यहाँले कृषि क्षेत्रमा र अनि साथै यहाँले लगानी गर्न नहुने भनेको दर्शकहरू यो सहकारी या अन्य क्षेत्रहरूमा लगानी गर्नुभएको खण्डमा यहाँलाई समस्या बन्न सक्ने अवस्थाहरू देखिएको छ। अनि दर्शकहरू, शुक्र ग्रहको कारणले गर्दा 9 देखि 23 गतेसम्ममा केही नयाँ सन्ततिका योगहरू बन्न सक्नेछन्। दाम्पत्य पारिवारिक जीवनमा केही खटपट र केही अप्ठ्यारा पक्षहरू पनि नबन्ला भन्न सकिन्न। यहाँले यात्रा गर्दाखेरि दर्शकहरू आफूभन्दा ठुलो व्यक्तिको आशीर्वाद र भगवानको आशीर्वाद लिएर यात्रा गर्नुभएको खण्डमा राम्रो साथ सफलता प्राप्त हुन सक्नेछ। अन्यथा यहाँलाई कतै अलि अप्ठ्यारो पक्ष बन्न सक्नेछ। यात्रा तपाईँको लागि विदेशी भने अत्यन्त उपयोगी देखा परेको छ। अनि झुटो लान्छना आरोप प्रत्यारोपमा हजुर आफू फस्दा कतै कतै दर्शकहरू तपाईँ आफूले हनुमानजीको उपासना गर्नुभएको खण्डमा ग्रहले बडा सपोर्टहरू दिन सक्ने अवस्था रहेको छ। र यहाँले शुक्रबारका दिनमा सेतो वस्त्र र दही खानुभएको खण्डमा बडा उपयोगी रहनेछ। दर्शक, सेतो वस्त्र धारण गर्नुहोस्, दहीलाई खानुहोस्, यसले एकदमै सकारात्मक दिने अवस्थाहरू रहेको छ। शनिबार भने यहाँले कुनै पनि नयाँ कार्यहरू सम्पादन गर्न त्यति उचित उपयोगिताको पक्षहरू भने रहेको छैन। साहित्य र सङ्गीतमा भने निकै राम्रो प्रदर्शन हुने अवस्था रहेको छ। कृषि क्षेत्रमा मध्यम देखिएको छ भने शिक्षा क्षेत्रमा दर्शकवृन्द बृहस्पति मिथुनका घरमा गएर बसेको कारणले गर्दा मध्यम अवस्थाहरू रहेको छ। कतै भड्किनु पर्ने, कतै त्यस्ता खालका अडचन र बाधाहरू पर्ने अवस्था परिस्थितिहरू भने रहेका छन्। अनि दर्शकहरू, मातापिताको आशीर्वाद पूर्ण रूपमा प्राप्त हुने अवस्था रहेको छ। शुभ माङ्गलिक कर्ममा मठ मन्दिरको दर्शन गर्नको कारणले गर्दाखेरि उत्साह उमङ्गहरू छाउन सक्नेछन्। सन्तानको सुख शान्ति समृद्धि र सन्तान पक्षबाट भने बडा आशीर्वाद भनौँ न आर्थिक पक्षमा आमा बुवालाई मिल्न सक्ने अवस्थाहरू रहेको छ। तसर्थ आदरणीय दर्शकहरू, तपाईँ वृष राशिमा रहँदाखेरिको अवस्थामा असारभरि यहाँले भूत बाबन भोले बाबा साम सदा शिवजीको पूजा, शिवको पाठ र शिवको यदि आराधना गर्नुभएको खण्डमा शान्ति समृद्धि अवश्य पनि प्राप्त हुनेछ। र अर्को म यहाँ विषय यहाँलाई जोड्न चाहिराखेको छु। हामीले मेरो नेपाल एपलाई निर्माण गरेका छौँ। आउनुहोस्, त्यस एपभित्र दर्शकवृन्द हामीले सपनाको फल राखेका छौँ, तपाईँको दैनिक राशिफलहरू राखेका छौँ। त्यति मात्र नभएर तपाईँले दिनको 3वटा क्वेसन पनि तपाईँले सोध्न सक्नुहुनेछ हाम्रो एपलाई। त्यसमा तपाईँ कहाँ जाउँ, के गरौँ, कसो गरौँ
त्यस्ता विषयवस्तु पनि सत्य तथ्य यथार्थ र प्रामाणिक मेरो नेपाल एप यदि यहाँले प्रयोग गर्नुभएको खण्डमा तपाईँले हामीलाई बुझ्न र चिन्न सक्नुहुनेछ भन्दै म यस भिडियोबाट बिदा हुन्छु। तपाईँहरूको यो महिना सुख शान्ति समृद्धिका साथ बितोस्। जय होस्। नमस्कार।